वेलकम ब्याक माई युट्युब च्यानल। आज नेपाल जानको लागि तयारी गर्दैछौँ। त्यही हो, हामी यहाँ अब घरबाट हिँड्नेछौँ एयरपोर्टतर्फ। अब बिचमा वहीँ गएर भेटौँ उहाँलाई। एयरपोर्टतर्फ लाग्नेछ, वहीँ गएर भेट्नु दाइले पुऱ्याउनु लाग्नु भएको छ हामीलाई। होइन दाजु, केही हजुर म एकदम आफू नगए पनि भाइहरू जाँदाखेरि पनि आफै गएको जस्तो हुँदैछ। भाइहरूलाई अब शुभ यात्रा भन्दै पुरै दिने कोसिस गर्दैछु म पनि। हामी एयरपोर्टतर्फ आइसकेका छौँ जानको लागि। सुतिसक्यो, उठिसक्यो। उठिया छौँ हामी, छिर्दैछौँ, यता छिर्दैछौँ। एयरपोर्ट आइपुगिसकेका छौँ भित्र। कति हामी हिँड्दैछौँ बाटो के छ त, कस्तो छ, खुसियाली छ। तिमी त खासै छैन होला, म पनि त्यस्तो विधि छैन कि, मलाई पीडा परिरहेछ। अलिक के गनाएको कफी हो। आइसकेको छु म रक्सी पसल अहिले चाहिँ हालसालको लागि ज्याक ड्यानियल्समा आइसकेको छु। जेडी रक्सी छ यहाँ, म छु यहाँ, हिँड्दैछु यहाँ। रेडी भइसकेको, रेडी हो। कस्तो फिल भइरहेछ? साथीहरू, हामी चाहिँ बोर्डिङको लागि चाहिँ कुरिरहेको छौँ। प्लेनको पर्खाइमा छौँ हामी अहिले चाहिँ। हालसाल फिलहाल अहिले गर्न सक्ने केही पनि छैन। अब त्यही हो, कफी खाइरहेछौँ। उहाँ पानी खानु भएको छ, हल्का मुस्कुराउनु भयो बल्ल बल्ल। त्यही हो साथीहरू, इष्टमित्र आफन्त झन्। दसैँको शुभकामना सबैजनालाई, बडा दसैँको शुभकामना। थ्याङ्क यू। मुसक कहाँ हाँस्यो? ओहो, कति साङ्ग्रो हो। अगाडि रहेछ नि त प्लेयर, कोहीको अगाडि कोहीको पछाडि। प्लेयरको किन रहेछ? अब हामी चढिरहेका छौँ। मुसो मुसो हाँसी लै 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 लै। ल त साथीभाइहरू, हामी झ्यालको सिटमा हो बस्यो। मलाई दिएन र दुःख लागिरहेछ। के भन्छ, मलाई उ गरेर ल्याएको होइन त, हाइज्याक गरेर ल्याएको होइन। अनि जस्तो मागको चाहिँ त्यस्तै न। जो पाइले त्यसरी मैले जसरी ल्याउँदैन नदिनु भन्दा एक्लो मै व्यक्तित्व हो। साथीहरू, हाम्रो खाना आइसकेको छ, चिकन विथ राइस। यता हाम्रो साथीको पनि खाना पुरा रेडी छ, खानु भइसक्यो उहाँले त। भेजिटेबल कस्तो छ, म पनि खानु सुरु गर्छु। हाम्रो खाना आइसक्यो। पर लैजाऊ फुलहरू छोपिदेऊ ताराजु, बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू।
साध्य हुने सबै चिज वही हामी कुबेर आइसकेका छौँ भिडियो बनाउनै बिर्सेछु मैले कुबेर पनि राम्रै रहेछ फर्स्ट टाइम यताबाट आएको मधुबनी सहरबाट त्यही हो हामी अब यहाँको फेरि 4 घन्टा 5 घन्टा लगायत टाइम मिलाएर हामी 4 घन्टाको बसेर हालपछि हामी अब आउनेछौँ हजुरहरूको सामने यस्तो छ किन पुग्यो त्यही हो खाएको खाइ यत्रो ल सिउ गाइज अब यही हो हामी नेपाली एयरपोर्ट आइपुगिसकेका छौँ होइन त एयरपोर्ट आइसकेका छौँ कस्तो भयो कस्तो गाला रातो 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 भयो गर्मी गर्मी कस्तो भयो सबै राम्रो भयो 4-5 घन्टा भयो पुरै 12 घन्टाको दुई अब यहाँभित्र के हुन्छ यहाँ फेरि केस त यहाँ छैन त फेरि भनौँ भने दुःख पाउँछ आफूले नभनौँ भने अरूले दुःख पाउँछ त्यही हो गाइस आइपुग्यो यो आइपुग्यो सी यू टुमारो मर्निङ नयन लिन आइसक्यो खोइ ल नयन खोइ त यता फर्केको ल नयन अनुष्का नि छैन त हामी आइहाल्यो खोइ आयो नि त लिन ल नयनै बोलेन ल हामी एयरपोर्टबाट बाहिर निस्किसकेका छौँ राति न गाडीले छोला है आइसकेका छौँ गाडीले हामी कस्तो रहिरहेछ सबैजना लिन आउँदा ठिकै हो नयन बोलेन क्या नयन खोइ बोले हेलो खोइ हेलो भनेको त ल हामी आइसकेका छौँ सबैजना लाइक सेयर सब्सक्राइब गर्नु होला वेलकम ब्याक टु होम मिराएर सरल ल्याएर देखाउनु पर्यो नि अब क्यामेराम्यान त मै होला चलिरहेछ हौ काट ल के भन्यो सक्यो अनि खिलाउने होला नि ल भयो छोड ओ छोड कपडा बिग्रेको यति मात्रै अघि नै के कोइ छैन छैन के अहिले दिदी र पुसलाई के खाऊ ल काट दिन्छ भान्जी आफू मैना पुसेला खा दिले खाने होला नि मैले नाक बोलाइरहेको बागे दिनु बागे दिनु हौ नाक कोटेर तीनजना को हो एकजना कोठल जति आफै तिम्रो भन्ने भदैकन कपाल रहेछ साङ्दिमै खै फुप्पुलाई फुप्पु आउने है आज के भन्नुपर्ने हो केमा दिने यिनीहरूलाई यसमै पेपरमा दिने पेपरमा आधा त दिन खाइहाल्छ नि छैन त पेपर नभए छ त हातमा दिने न पर्बल